अनि नजान्नेले भुद्रो गर्छन्। शेरबहादुर देउबाजीकोमा डढेको पैसा कहाँबाट आयो भनेर गरिरहेछ। कहाँबाट आयो भन्नु त? त्यो पैसा अहिले त्यो मैले धेरै देखि पनि राखेको छु, सुनि पनि राखेको छु। घरमा नेताको घरमा 1.5 लाख पैसा एकजनाले जित्ने हो, एकजनाले हार्ने हो। तर हाम्रो माग तपाईहरुलाई पूर्ण रूपमा स्ट्रिक्टली हामीले बन्धक बनाएका छौँ र हामी त्यहाँ पस्न दिदैनौँ। किन दिदैनौँ भने तपाईहरु कुन कानुनलाई टेकेर हाम्रामा पस्नुहुन्छ? लु पस्छ एमाले हुँ, एमाले म त एमाले हुँ म त। हामी घन्टी के को घन्टी वृद्ध भत्ता कसले दियो? कसले दियो झन् विदेशबाट आएको पैसा नि यार सिधा अर्काको घर आज भाइ यसपालिको भोट हामीलाई दिन्न के आछस् दिन्न। खड्गौली भनेको सिरको टोपी के खानु बाबु यसले चिया बिस्कुट खान्थ्यो नि हामी